Voice of Nurse. Title sponsor, Model Global Visas Consultancy, New Baneshwar near Everest Hotel, Kathmandu. In association with Grace International, Putali Sadak, Kathmandu. Powered by Abroad International Point, AIP, New Baneshwar near Everest Hotel, Kathmandu. ePlanet, your partner for Australian education. Bagh Bazaar. Sponsored by Nepal Education Consultancy, Kamladi, Kathmandu. Perfect Education Consultancy, Bagh Bazaar, Kathmandu. Kathmandu Infosys, Delhi Bazaar, Kathmandu. Organized by Malin Media and Events, Karidhara, Kathmandu. नर्स को कुरा गर्दाखेरि नर्स भन्ने बित्तिकै हाम्रो समाजमा पहिलाको जुन छाप थियो नि जुन अब पहिलाको समाजमा के भनिन्थ्यो नर्स भनेको राति राति हिँड्ने राम्रो ड्युटी गर्ने मतलब नराम्रो छाप केटी मान्छे रातिसम्म सेवा गर्ने एउटा केटा मान्छेहरूको एउटा नराम्रो छाप छ तर अहिले के भएको छ भने ड्रास्टिक चेन्ज एउटा चेन्ज भएको छ नर्सिङ भनेको जस्तो दया गर्ने माया गरेर एउटा पेशेन्टलाई एउटा बिरामीलाई डाक्टरले भन्दा पनि धेरै कसले केयर गर्दै पेशेन्टलाई नर्सले चाहिँ टाइम दिएर केयर गर्ने एउटा पेशा अथवा आर्ट एन्ड साइन्स भन्छ जस्तो एउटा हस्पिटलमा एडमिट भएको बिरामीलाई डाक्टरले जुन मेडिकल डायग्नोसिस गरेको हुन्छ तर त्यो पेशेन्ट हस्पिटल आएको बेलामा विभिन्न रोगहरू लागेको हुन्छ उसलाई सुत्न प्रब्लम हुन्छ उसको ढाडमा प्रब्लम हुनसक्छ बेड सोर्सहरू हुनसक्छ उसलाई इन्फेक्सन्सहरू तर त्यो त्यसले कसलाई थाहा हुन्छ त्यो कसलाई थाहा हुन्छ नर्सलाई थाहा हुन्छ किनभने नर्स भनेको त्यस्तो मान्छे हुनु त्यस्तो हाम्रो एउटा यस्तो छ कि नर्स भनेपछि हामी चाहिँ 24 आवर्स एउटा पेशेन्टसँग आबद्ध भएर पेशेन्टको प्रब्लमहरू सुन्ने अनि इभन सिफ्ट अनुसार हाम्रो प्रब्लमहरू अथवा पेशेन्टको प्रब्लममा मेन फोकस भएर चाहिँ हामीले के गर्छौँ भने त्यसलाई ह्यान्डओभर गर्छौँ डक्टर राउन्ड भने चाहिँ डक्टरहरू 24 आवरमा एकचोटि आउँछ सर बिरामी हेर्नुहुन्छ नर्सको के हुन्छ एभ्री टाइम पेशेन्टसँग भएर उसको प्रब्लमलाई हामीले लिएर चाहिँ उसको सबै उसको समस्यालाई चाहिँ हामीले सजिलोसँग ध्यानमा राखेर चाहिँ हामीले काम गर्न सकेको कारणले लाग्छ मलाई नर्सलाई त्यही भएर हार्ट अफ द पेशेन्ट भन्छ क्या पेशेन्ट निको हुन नर्सको धेरै रोल छ जस्तो लाग्छ तर अहिले के छ भन्दाखेरि जस्तो प्राय हस्पिटलतिर कता एउटा हुन्छ नि बोल्ने मिठो बोलेर गर्ने कि बिरामी आफ्नो बिरामी मान्छे पनि कोही आफ्नो बिरामी हुन्छ अर्काको बिरामी भने हे मेरो त्यसै इम्प्याथीको फिलिङ चाहिँ गराउनुपर्छ त्यो पनि मेरो आफ्नो मान्छे हो भनेर मिठो बोलेर सेवा गर्ने बा भन्ने हो कि आमा भन्ने हो कि दिदी दाई एउटा साइनो गरेर मिठो बोले आफ्नै मान्छे हो मेरै दाजुभाइ हो मेरै बाउआमा छ भन्ने एउटा भावना लिएर गर्नुपर्छ तर आजकल के छ भने नर्समा यो भन्ने छ तर अहिले हाम्रो देशको स्थितिको कुरा गर्दा जस्तै म एउटा स्टुडेन्टले 14 लाख खर्च गरेर मैले पढेछु 14 लाख खर्च गरेर पढेछु 12 लाख फी भयो 2 लाख यताउति 14 लाख हुन्छ तर निस्केपछि आउनेको स्यालेरी कति हो भन्दा कति हुन्छ तेरो नर्सिङ पेसा नानी घरमा सोध्दा लाज लाग्छ 8000 मात्र हुन्छ बाआमा त्यो पनि जाने बित्तिकै मैले पाउँदिनँ मैले 1 वर्ष भलिन्टियर गर्नुपर्छ उल्टै हजुरहरूले पैसा तिर्नुपर्छ कस्तो लाजमर्दो कुरा छ नि म्यानेजमेन्ट पढ्ने स्टुडेन्टहरूले कति पैसा पढाउँछ हामी एउटा नर्सिङ पेसामा पनि फेरि भोलिन्टियर गर्नुपर्ने एज इफ त्यो 4 वर्षको कार्यकालमा हामीले केही नै नसिकेको जस्तो भएको छ अनि इभन अहिले भन्छ नि गभर्मेन्ट हस्पिटलमा एउटा नर्सको बराबर एउटा पेसेन्ट हुनुपर्छ आइसियुमा एउटा पेसेन्टको 2टा नर्स म के भन्छु भने सोर्स फर्स्ट भन्दा ट्यालेन्ट स्किल नर्स कसले कति गर्न सक्छ त्यही अनुसारको चाहिँ क्यापेसिटीको पोस्ट दिनु पर्यो र जब भ्याकेन्सी खोल्दा पनि राम्रोसँग त्यो धेरै प्रोडक्सन गरेर के भयो जब डिमान्डै हुँदैन अनि विदेश जाने विदेश गएपछि अब काम छैन नेपालमा त्यही भएर विदेश गए जस्तो हुन्छ इभन विदेशमा गएको अस्ट्रेलिया जान्छ किन नेपाल आइनस् भन्दा के भन्नुपर्छ भन्दा एउटा नर्सिङ स्टुडेन्ट नेपालमा काम थिएन त्यही भएर म अस्ट्रेलिया आएँ एउटा आफ्नो देशमा पसिना बगाएर मेहनत गर्नुमै ठुलो लाग्छ अर्काको देशमा गएर गर्नु त्यही भएर म नेपाल सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि चाहिँ जसरी नर्स तपाईँहरूले उत्पादन गर्नुभएको छ त्यही अनुसार आज अब आउने दिनहरूमा चाहिँ भोलिन्टियर्स नभइकन डाइरेक्टली बरु कता हुन्छ जबको लागि गरिदिनु बरु स्यालेरीको नि इन्क्रिजमेन्ट गर्नुपर्छ 8000 त अहिले सरकारीको पिउनको जागिरको पनि 20000 तलब छ हामी नर्स 8000 मा कसरी बाँच्न सक्छौँ मलाई धन्यवाद Voice of Nurse.